गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज हामी फेरि जाँदैछौँ इन्टेक भन्ने ठाउँमा नुहाउन। यो चाहिँ पर्छ हाम्रो भानपुरदेखि भित्र स्विजरल्यान्ड भन्दा पनि अझै पर मजनीगढदेखि वहाँ राप्ती नदीतिर नुहाउन जाँदैछौँ। हामी छौँ खेतको बाटो। पुण्यत्रमानका भइसक्यो होला हेर्नुहोस्। अब 1 महिनापछि पाक्छ आँप। यस्तो खेत जानु पर्यो यहाँ बाटो नथा पाएर। घाममा तातो हप्को मकैको बिचमा यस्तो कुलोवाला बाटोमा हिँड्ने हम बाहिर कहाँ हो यताबाट जाऊँ कि यो घरमा यो गरे होला। त्यही पनि पानी त पुरै गरेर यहाँ खेतको मान्छे छैन नि। यहाँ त खेतको बिचमा एउटा घर भेट्यो पानी खाने भनेर। नलका पनि रहेछ तर सुके खाएको सुके छैन भन्ने कुरो हो। पाइप हो र पानी सुके खा नलका भर्नुपर्छ। मुक्छौँ त यसको बाबु मुक्छौँ कहिले म भन्नु अगाडि बाटो हेलो गाइस। दुःख छ गाइस यहाँ हेर्नुहोस्। अब के अरे पानी सानी निकाल्दैछौँ र इन्टेकमा नुहाउन जान लाग्यो। अनि के अरे धमिलो छ। के अरे पानी पनि धमिलो छ। घाममा चाहिँ पुरै के अरे खतरा हिँड्ने यहाँ यता छ मकै बारी र यता हुनुहुन्छ हाम्रो अङ्कल। भिडियोमा गरिरहनु देखिरहनु भएको छ। यो त उगो उसो रे राम्रै आएको छ कि नै पानी हेर त राम्रो आएको नि पानी पानी राम्रो आएन क्या हो नि देखो त ठिक छ त्यस्तो खायो पानी यार। त्यो पानी त भएको छैन र भने अङ्कल यसमा त यार जान्थ्यो। ठिक छ धमिलो छ पानी अहिले नत्र। बी केयरफुल ओके। कार्की भ्लगलाई उ गर्नु कार्की भ्लगलाई जसरी भने सब्सक्राइब चाहिँ गरिदिनु होला प्लिज। आई रिक्वेस्ट यु हटली। ल थ्याङ्क यू। यस्तो यो खोलामा उता जाने हो हामीलाई खासमा। तर हामी यतै अड्किम अब कसरी जाने। अब तर्न लाग्छौँ हामी। कतिको गहिरो छ। लोटेपछि मेरो मोबाइल पनि जाँदैछु चप्पल हातमा यो पोइन्ट घाँटीमा। रुकाऊ के यत्रोमा तर्नु परेछ गाइज। ल हेर्नुहोस् ल म निस्किसकेँ फाइनल्ली। म लोटेन कट ट्र्याक हातमा छु ट्र्याक घाँटीमा छ। कहाँ जाने भने बाटो नथाहा पाएर के भयो। ड्याममा छौँ। यो यतापट्टि यो राप्ती खोला हो। राप्ती खोला यो अघि हामी तर्याएको यता सानो नदी यो ड्याम हो। बिच्चाको ढिक कस्तो मजा आयो। चिल दामी व्यवस्थामा हालो बाटो यतै खेतमा आएको छ। आउँदा कट्टु छोडाएर यहाँ पेन्टिङ छ हेर्नुपर्छ। राजालाई हेर न मासु खुब फुल छ। ओ गॉड अहिले हामी चाहिँ हाम्रो लालमोटेदेखि भित्रको खुरुरे पुलमा छौँ। नेपालको दोस्रो लामो पुल यो समथिङ 1 किलोमिटरको लामो छ। हामी चारैजना कार्की अङ्कल कार्की गरेर डाइलग भन्नु कार्की हामी चारैजना कार्की हो। र हामी अब पुलमा हिँडिरहेछौँ। तलपट्टि माछा मारिरहेछौँ।
एकदमै लामो 1 किलोमिटरको पुल राप्ती खोलाको पुल हो यो चाहिँ उताको टुप्पो पनि देखे होइन यति लामो छ यो हामी चाहिँ अहिले आछौँ कुलापानी यहाँ नास्ता खान बसेछन् दाइ दादाहरू र कुलपानी उता छ कुलपानीभित्र एन्ट्री चाहिँ हामीले नहान्ने भने एकछिन बाहिर बस्छौँ नास्ता सास्ता खान्छौँ अनि जान्छौँ हामी यहाँबाट कुलपानी चाहिँ हामी कुलपानीदेखि यता कालाकाटा जानेतिर जाँदैछौँ र बिचमा पानी प्यास लगाएर बसेका थियौँ र एउटा चिनिया घर रहेछ हाम्रो त्यसमा अङ्कलले चिनिया घर रहेछ हिँडेर चाहिँ आँखु मेवा पानी आँखु मेवा पानी सानी खान्छौँ हाम्रो पनि बाबु यसो उसमा गरौँ न के रहने इन्ट्रोडक्सन देऊ न त यहाँको नाम चाहिँ रूपेश छेत्री विदेश जान लागेको अनि भनिदिइहाल गाई चोरलाई होइन विदेश जान लागेको कुन देश रे यो बोसरलाल नाम के बोसेनिया भन्छ ए बोसरलाल होइन बोसरलाल होइन तपाईँ के गर्यो फर्स्ट आएर आफू आयो यहाँ आफू ल्याउ त मलाई आफूलाई त्यति राम्रो गराउनु थ्याङ्क यू ल त यता पनि थ्याङ्क यू गुगलको भन न कस्तो रहेछ नि फाल्दैन म त यो त युट्युबमा जान्छ मेवाको बुझ्यो म्याङ्गो होइन मेवा के मेवा अरे उसमा भन्न के अरे होइन इङ्ग्लिसमा भन्दा पपाया पपाया इट इज कलर पपाया पपाया भन न ल तिम्रो के भन्न चाहन्छु ग्रिसनी जस्तो रहेछ नि त ल ल हुन्छ अब चाहिँ हामी कालाकाटे गएर भेटौँ ल ओके बाई बाई गाइज अहिले कालाकाटे आछौँ कुलपानीबाट हिँड्दै कालाकाटे आइपुग्यौँ फाइनल्ली अझै हाम्रो यहाँबाट फेरि भालुवाङ जाने हो भालुवाङबाट फेरि मौरीघाट हिँड्दै जाने हो बेरोजगार भएर यहाँ चाहिँ हामी कामकाज नभएर यत्तिकै हिँडिरहेछौँ यो चाहिँ उसको कालाकाटे मेडिकल अनि डह्रो हिँड्नेमा आज मौरीघाटदेखि लालमोटेदेखि कुलपानीदेखि कालाघाटदेखि भालुवाङदेखि मौरीघाटदेखि फेरि घर कति समथिङ कति किलोमिटर हो टोटल 20भन्दा धेरै छ 30 क्रस त होला नि लगभग 30-35 किलोमिटर हिँडेका छौँ हामी बिहान 11 बजे निस्क्यो घरबाट अहिले 3:30 भइसक्यो र घर पुग्दा कति बज्छ म त्यो पनि भन्छु हजुरहरूलाई यता सब हिँड्ने लङ मजा आछ अरे हिँड्नु सबैलाई मजा आछ र बल्ल हामी चाहिँ कालाकाटेबाट भालुवाङ पुग्यौँ यो भालुवाङको पुल राष्ट्रिय नदी यहाँ पुरै खुट्टा गलेर हाम्रो चाहिँ एकदमै नाजुक हालत भयो थकेला उता भालुवाङ ल हामी चाहिँ हाम्रो स्कुलनिर आयौँ अब त घर पुगिनु लाग्यो नै भनौँ सब थाकेर हालत पऱ्यो हामी 30-35 किलोमिटर हिँड्ने बिना कामले खुट्टा पनि यस्तो हिँड्दा बहुत थकाइ लाग्यो अब घर गएर गद्रक्क सुत्छौँ खाना खाएर ओके बाई बाई गाइज बाई बाई